पछिल्लो समयमा सामाजिक सञ्जाल जिम्मेवार व्यक्तिबाटै प्रदर्शित भइरहेको छ साथीहरू। हिजो मात्रै नेकपा एमालेका नेता महेश बस्नेतले एउटा पोस्ट गरेका थिए र उनले भनेका थिए रवि बालेन र सडिमको सरकारले 1 रुपियाँको सिक्कामा नेपाल केपी ओलीले राखेको चुच्चे नक्सालाई हटाएका छन् भनेर पोस्ट गरेका छन्। त्यस्तै हाम्रो हर्का साम्पाङज्यूले पनि यो पोस्ट गर्नुभएको थियो। फाइनल्ली चाहिँ यसलाई चाहिँ बुझ्दै जाँदाखेरि यसको रियालिटी चाहिँ यस्तो रहेनछ, जहाँ चाहिँ 1 रुपियाँको सिक्कामा चुच्चे नक्सा सँगसँगै आकाश भैरवको चित्र पनि राखिएको छ। यसले के प्रश्न बताइरहेको छ त भन्दाखेरि पछिल्लो समयमा नेताहरू पनि डलर कमाउ धन्दामा लागेको छन्, जहाँ चाहिँ अन्दाजको भरमा अन्धाधुन्द चाहिँ पोस्ट हानिरहेको हामी देख्न सकिन्छ। यस्ता कुराले आम नागरिकमा धेरैभन्दा धेरै असर गर्छ। त्यो भए हुनाले ओरिजिनल साइटबाट कुनै पनि किसिमको न्युज नआउँदासम्म हामीहरूले विश्वास गर्न सक्ने अवस्था भएन साथीहरू। एमालेकै नेता खत्रै नेता महेश बस्नेत, त्यस्तै गरिकन सम सांस्कृतिक पार्टीका यस्तो खद्दमदार नेताले चाहिँ यस्तो गलत कुराहरू पोस्ट गरिसकेपछि आम जनताले चाहिँ अभियसली नि पताउने भयो। त्यो भए हुनाले यसरी चाहिँ भ्रम छरेर चाहिँ सामाजिक सञ्जाल चाहिँ विकृति गर्नु भएन है नेताज्यूहरू।